आज चाहिँ डे 4 अफ 75 हार्ड च्यालेन्ज होइन। अनि यो भ्लगको चाहिँ पार्ट 2 भनौँ न। 2 दिन मात्रै भ्लग बनाएको छु। आज चाहिँ अर्कै बाटो आएको छु म। आज 6:40 आएको छु, 7:40 फर्किने टार्गेट छ। अनि आज चाहिँ म चाहिँ एउटा रिसोर्ट छ माथि होइन, त्यो रिसोर्टमा जान खोजेँ हो। त्यो रिसोर्ट धेरै टाढा छैन, ट्याक्कै कति भने 20 मिनट जति होला, आउँदा जाँदा 40 मिनट हुन्छ। अनि मेरो टार्गेट चाहिँ 1 घन्टा हो नि त वाक। अनि त्यही भएर अलिकति म चाहिँ बढी हिँड्छु क्या, त्यो रिसोर्ट भन्दा नि अलिकति माथि जान्छु म। अनि म चाहिँ यहाँ रिसोर्टमा आइसकेँ होइन। यहाँबाट चाहिँ 2 मिनट हिँडेपछि चाहिँ माथि पुगिन्छ। अनि म चाहिँ यो रिसोर्टको मेन भ्यू पोइन्टमा आइसकेँ होइन। अनि आज चाहिँ खाली खाली रहेछ रिसोर्ट, ठिक छ। यहाँ गुराँस यहीँ रहेछ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदम टिप्न सक्ने ठाउँमा छ। टिपौँ न, टिप्न चाहिँ टिपिदिइहालौँ। यो चाहिँ जङ्गलको बिच रहेको रिसोर्ट हो होइन। अनि यो रिसोर्टको नाम चाहिँ हिमालयन रिसोर्ट हो। यो चाहिँ रिसोर्टको बााउन्ड्री थियो होइन। यहाँभन्दा उता चाहिँ रिसोर्ट होइन। यो चाहिँ कुन चाहिँले भर्काइदिएछ, यहाँ देख्न सक्नुहुन्छ कृष्ण भगवानको मूर्ति। जय श्री कृष्ण। यो जङ्गलको बिचमा मूर्ति राख्नुको पोइन्ट चाहिँ मलाई थाहा भएन होइन। यसको यो कटेजको नाम चाहिँ कृष्ण कटेज रहेछ, त्यही भएर नि होला। यहाँबाट नि एकदमै बवाल भ्यू छ होइन, तर क्यामेरामा चाहिँ भ्यू राम्रो आएन। अनि अब चाहिँ म चाहिँ रिसोर्टबाट फर्किन गइरहेको छु। त्योभन्दा पहिला पछाडिको यो भ्यू चाहिँ देखाइहालौँ भनेर। एकदम बवाल भ्यू छ, क्यामेरामा खासै नदेखे पनि यहाँ रियलमा चाहिँ एकदम बवाल भ्यू छ यहाँबाट। अब टाइम चाहिँ 7:20 भइसकेको छ। अब 7:20 भन्नाले अब म फर्किँदा चाहिँ ट्याक्कै 7:40 हुन्छ। अहिले ओह्रालो छ नि त, अनि ओह्रालोमा 20 मिनटमा घर पुग्छु म। अनि त्यही भएर अब चाहिँ फर्किँदा ठिक्क हुन्छ। त्यही भएर म चाहिँ फर्किन लागिरहेको छु। अब म चाहिँ घर आइसकेँ होइन। ठ्याक्कै घर आउनु अब 5 मिनट बाँकी। अनि अहिले म आउँदा चाहिँ ठ्याक्कै 7:30 भयो क्या। अब 7:35 भनेपछि 40 आसपास भइहाल्यो। जियोस् 1 घन्टा बित्यो। अनि यहाँबाट नि भ्यू राम्रै छ।